बार हुन्छ होइन बार त हुन्छ कि होइन यहाँ किचकन्डी चाहिँ कहाँ देख्छ भन्नु त मलाई थाहा छ मलाई किचकन्डी थाहा छैन मुरकोटे चाहिँ छ यहाँ मुरकुटा मुरकोटे छ यहाँ हेर्नु अनि तपाईँले उ त्यो त्यहाँनिर त्यो जङ्गलमा खेल्छ भन्नुभयो नि उ त्यो ए हाम्रो च्यानमा त्यो च्यान हो यो जाने हो हाम्रो च्यानमा हेर्ने जाने हो ए त्यहाँ चाहिँ अनि जाने हो तपाईँ भनेको धेरै झुनेर मरिसकेको मान्छे छन् होइन हजुर च्यान भनेको पारिपट्टि हजुर पारिपट्टि हाम्रो च्यानमा जानु लोकेसन हेर्नु भने त्यहाँ जाने हाम्रो अनि त्यहाँ चाहिँ देखा पर्छ हाम्रो च्यानमा जाऊँ होइन यो त अब तपाईँ कति कति अब तपाईँ पुरै छोड्दिनु न सर हजुर जान्छ हाम्रो च्यान हेर्छ नि त होइन मैले चाहिँ बुझ्नु खोजेको अनि हामी चाहिँ राति आउँछु भनेर भनेको होइन अनि सुन्नु न नाइटको सुटिङ अब हामी चाहिँ त्यहाँनिर भूत खोज्छौँ क्या होइन नि त अनि त्यो चाहिँ सत्य हो कि भनेर मात्रै आउने सत्य हो यो अनि तपाईँहरू देख्नु भएको छ के भूतहरू भूतहरू अथवा 13 बालमा 11 बाघ लाग्यो 13 बाघ बढी भेट्न सक्छ है हजुर 12 र 1 मा भेट्न सक्छ 12 र 1 मा यहीँ भेट्न सक्छ उनीहरू चल्ने हजुर जब भाले बास्यो आफ्नो ठाउँमा पुग्ने ए भनेपछि यहीँ देखा पर्छ यो त्यो ठाउँमा पर्छ यहाँ होइन उहाँ ऊ त्यो जङ्गलभित्र हाम्रो जङ्गल जमिन त त्यत्रो ऊ पार्टी छैन च्यान छ त्यत्रो अनि मुरकुटा छ त्यहाँ त्यसो भए मोरको त मर्यो माथि हो अरे अब भर्खर बिहे गरेको मान्छे त्यो ठाउँमा टाउको नभएको घुम्छन् एउटा मृग गर्नु छ यो डाँडामा त्यो मान्छे गयो भनेर जाने हुन्छ कसरी जान्छ आज करायो भोलिपल्ट मान्छे बित्छ के त्यो ठाउँमा गयो भने मुरकुटाहरू हुन्छ यहाँ च्यान त घाट चाहिँ यहीँ छ कि यस्तो रहेछ यो जङ्गल पछाडि चाहिँ घाट छ जङ्गलभित्र यहाँबाट गयो भने चाहिँ उति माथि हो सर तपाईँ हिँड्नु न म सर्टकट बाटो छ कि म च्यानै हो ती हाम्रो ती हो तपाईँ घाटै हो तामाङको त्यही हो कि त्यो त ठिक भयो कि अब कस्तो भन्दा जे होस् त्यहाँ आयो भने राति चाहिँ देखा चाहिँ पर्छ के राति उसो 1 र 2 मा 1 र 2 बजे भालो बासेपछि उसको समय हुनु पर्यो समय हुनु उसले खेल 12 बजे हुन्छ हाम्रो त्यति हो त्यो च्यानमा 12 बजे हुन्छ हजुर तब चाहिँ नि ठुलो घाट पो छ त यहाँ कस्तो हाम्रो चाहिँ नि ए ठुलो घाट छ है अब यो तामाङको सबै ठुलो घाट छ चाहिँ अब हाम्रो उनी जलाउने ठाउँ कि गाड्ने ठाउँ जलाउने ठाउँ जल ठाउँमा सुन्नु हजुर हाम्रो चाहिँ 13 बाल आउँछ एकैछिन हो 10 बाघ खोला सरेपछि उति माथि उसले पनि देखियो अनि यो यस्तो त्यो भूतले के भन्छ झन्डाहरू सबै वरिपरि छ मैले भनेको सुन्नु राम्रो ठाउँ छ ल यसरी बार्ने ठाउँ छ हेलो गाइज म एनटिएम आज चाहिँ म गोस हन्टिङको लागि ठाउँमा आउँदैछु यहाँको हाम्रो बुढा बाहरूले जङ्गलमा छु यहाँ चाहिँ यो ठाउँमा चाहिँ मान्छे कुन चाहिँ झुन्डेर मर्यो बा ए यो घरभित्र चाहिँ झुन्डेर मर्यो अरे होइन यो घरभित्र चाहिँ झुन्डेर मर्यो अरे यहाँ चाहिँ देखा पर्छ अरे हजुर त्यो खम्बा चाहिँ ताछ नि हजुर यहीँबाट झुन्डे यस्तो मर्यो ए खम्बामा झुन्डेर यो खम्बा यतापट्टि भर्खर केटी केटा है अनि यहाँ चाहिँ त्यहाँ होइन बा ल ठिक छ अनि हामी चाहिँ जङ्गलमा त्यो हन्टिङ ठाउँ जाँदैछौँ होइन बाहरूले देखाइदिइरहनुहुन्छ अनि यहाँ चाहिँ ठुलो खोलाहरू चाहिँ हामी चाहिँ खोला तरेर जानुपर्छ तर अहिले चाहिँ बाढीको कारण छैन होइन अनि बा यहाँ चाहिँ के तपाईँहरूले मुरकुटा देख्नुभएको तपाईँहरूले देख्नै भयो है अब हेर्नु यहाँनिर हाम्रो 60-70 बा यस्तो वर्षको बाले झुटो बोल्नुहुन्न होला होइन अब हामी चाहिँ यो ठाउँ आउँदैछौँ राति लाइभ गर्न अनि बा के तर्साउनु सक्छ नि यहाँनिर चुडेल हिँड्छ त चुडेल भनेको आइमा हिँड्छ हो आइमा चाहिँ हिँड्छ आइमा हिँड्दैन यहाँ छैन अहिलेसम्म देखेको छैन नदेखेको कुरो भन्न सक्दिनँ म देख्नु चाहिँ मुरकुटा देख्नुभएको मुरकुटा नि छ टाउको नभएको टाउको नभए मुरकुटा चाहिँ छ यहाँ छ हाइट भर्खर गर्ने केटा बितेको ए त्यहाँ झुन्डेको अनि यतातिर देखा परिरहन्छ अनि यहाँ चाहिँ जङ्गलभित्र चाहिँ च्यान बा ए लगाइ जस्तो छ है ठाउँ होइन हामी चाहिँ जङ्गलमा छौँ खिचेर जाने हो लोकेसन लिने हो नि आउँछु है जङ्गलभित्र यस्तो घनघोर जङ्गल रहेछ है यस्तो घनघोर जङ्गल छ ए यो ठाउँमा आउँदैछौँ एनटिएम है अनि च्यान चाहिँ
यहीँ छ अरे यो जङ्गलभित्र ए च्यान चाहिँ नजिक च्यानतिर आइसक्यो हामी है गाइज यस्तो छ है ए यो जङ्गलभित्रको च्यान यही हो ए तामाङहरूको च्यान तामाङहरूको पार्केर पुरै राउने भने यहाँ चाहिँ देखा पर्छ 100 पर्छ यस्तो जङ्गल भित्र पस्नु मिल्दैन ए भित्र पस्न दिँदैन चाबी माग्नु त्यो पर घरमा जानुपर्छ लगाइज है यो चाहिँ हामी हन्टेड गर्ने ठाउँ यही हो होइन यहाँ बाले भन्नुभएको चाहिँ यहाँ चाहिँ मुर्कुटाहरू देखा पर्छ अरे मान्छे झुन्डेर मरेको अनि यो चाहिँ लामाहरूको मान्छे गाड्ने ठाउँहरू यो भित्र अरे अनि यहाँ चाहिँ 12 बजे पनि होइन 1 र 2 बिचमा चाहिँ देख्छ अरे यो जग्गा त्यहाँबाट देखिँदैन हाम्रो भाले देखिँदैन भाले बासेपछि देख्दैन अरे उनीहरू ठाउँमा पुग्छन् यो चाहिँ पुरै घनघोर जङ्गलको बिचमा है फेरि बिचमै हो जङ्गलको बिचमा है अब यो ठाउँ हन्टेड हामी आउँदैछौँ है यहाँनिर गोस्ट हन्ट गर्न सबैले सपोर्ट गर्नुपर्छ अनि अरू यहाँ यो ठाउँको बारेमा अलिकति केही भनिदिनुहोस् त किचकन्डीहरू छ कि यसमा किच गर्ने छैन त्यही मुर्कुटा मात्रै चाहिँ किच गर्ने छैन टाउको हुँदैन टाउको हुँदैन मुर्कुटा मात्रै छ यो ठाउँमा चाहिँ ल किच गर्ने भने त अब पछाडि खोक्रो भएर हिँड्ने हजुर चिज होइन मुर्कुटा भनेको यो हुँदैन आज हामीलाई बाले चाहिँ यहाँसम्म ल्याएर सहयोग गरिदिनु भएको छ ठाउँ अब यो ठाउँ सुनेको थिएँ तर थाहा थिएन अनि यहीँको नजिकको तल जङ्गल तल बाको घर हुनुहुँदो रहेछ अनि बाले चाहिँ यो ठाउँ हो तर्साउने ठाउँ यो चाहिँ हामीलाई बारला चाहिँ पुरै जङ्गल छ घनघोर जङ्गल होइन यो ठाउँ रहेछ अरे यहाँ चाहिँ मुर्कुटा चाहिँ अवश्य देखा पर्छ 12 बजे पनि देख्दैन 1 र 2 बजेको भित्रमा यहाँ चाहिँ देख्छ त्यहाँबाट छुट्टिन्छन् आफ्नो ठाउँमा जान्छन् हजुर अनि अनि यो ठाउँमा के अरे जनावरहरू पनि आउँछ है होइन जनावर आए पनि केही फरक पर्दैन यहाँ केही फरक पर्दैन यहाँ अब सबै उताको मान्छे नि बोले हुन्छन् हजुर उताको बत्ती नि बोले हुन्छन् केही भन्दैन यहाँ तर अन्धकार हुन्छ यो ठाउँ त अन्धकार त चिहानमा अन्धकार नभए के हुन्छ त अब हजुर त्यो त हेर्नु न हेर्दै होइन दिनभरि मान्छे मरेर आयो जलाएर राति जानु पर्यो हजुर होइन राति जानु पर्यो राति जाने बेलामा सबैजना लोसक्क अरे मलामी जानु पर्यो त्यही हो अनि होइन हामी चाहिँ यहाँ आएर के गर्नु लाग्यो भन्दाखेरि राति हामीसँग भनेको टर्च एउटा हुन्छ होइन अब हामी ज्यान स्यान बाँधेर आउँदैनौँ हामी बाँध्नु पर्छ होइन ज्यान बाँध्नै पर्दैन आफूले टेकेको माटो कुर्कुचाको माटो अलिकति बोकेर गोजीमा हालेर आउनु केही हुन्न जेस मुर्कुटा देखिन्छ होइन त्यो देखिँदैन तपाईँ 12 बजे राति यहाँ भित्र पस्न सक्नुहुन्छ यहाँभित्र छिर्न दिन्छ भने त पस्नु पर्ला होइन ऊ त्यो सेतो घर छ नि हजुर त्यहाँबाट चाबी लिएर आउने कि त्यहीँ सोध्ने बरु देखिन्छ कि देखिँदैन त्यतिखेर थाहा हुन्छ ल गाइज है यस्तो डेन्जर ठाउँ रहेछ है ल यो भित्र चाहिँ पुरै मान्छे गर्ने ठाउँ रहेछ होइन यसरी जलाउने ठाउँ जङ्गलको बिचमा यसरी जलाउने ठाउँ हाम्रो यहाँको लोकल मान्छेहरूले यहाँको बुढापाकाहरूले हाम्रो काका बुवाहरू जस्तो मान्छेले चाहिँ यहाँ चाहिँ मुर्कुटाहरू चाहिँ धेरै देखेको अनुभव सेयर गर्नुभएको छ अनुभव भइसक्यो उहाँहरूलाई चाहिँ नर्मली लाग्छ उहाँहरूलाई चाहिँ अब सधैँ देखिरहेको कुरो अनि हामीले पनि तपाईँहरूलाई अबको लाइभमा होइन एनटिएमको लाइभमा चाहिँ अब यही ठाउँमा आउँछ एनटिएमले चाहिँ तपाईँहरूलाई अब देखाउनु खोज्छ है अब मैले अब क्यामेरामा देख्छ देख्दैन त्यो चाहिँ आफ्नो ठाउँमा छ तर एनटिएम चाहिँ अब यो ठाउँमा आउँछ त्यही भएर सबैले माया गरिदिनु होला बा यही ठाउँको नाम के हो अरे यो मच्छी गाउँ 4 नम्बर ओडा मच्छी गाउँ 4 नम्बर ओडा मच्छी गाउँ 4 नम्बर ओडा हो यो ए मच्छी गाउँ 4 नम्बर ओडाको घनघोर जङ्गलभित्र एउटा सल्लाघारीभित्र भन्नु न सल्लाघारीभित्र मसानघाट हो मसानघाट रहेछ मसानघाटभित्र मुर्कुटा सियर देख्ने भएछ लगाइ चाहिँ हो बालाई पनि धेरै धेरै धन्यवाद छ बा तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ होइन यो ठाउँ देखाइदिनु यहाँसम्म आइदिनु भयो हाम्रो लागि ल बालाई पनि सबैले माया गरिदिउँ है बालाई माया छ मेरो पनि धेरै म लाइभमा होइन